चर्चित हास्य सिरियल सक्कीगोनीको प्रसारण रोकिएको 1 वर्षभन्दा धेरै भइसक्यो। यो सिरियल पुनः प्रसारणमा आउने नआउने बारे आधिकारिक घोषणा भने अझै भएको छैन। यसै बीचमा सक्कीगोनीका चर्चित कलाकारहरूले नयाँ सिरियल ल्याउने घोषणा गरेका छन्। कलाकारहरूले बिजोक रमाइलो शीर्षकमा सिरियल दर्शकमाझ ल्याउने तयारी गरेका हुन्। शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा सक्कीगोनीका अधिकांश जसो कलाकारहरू देखिएका छन्। कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे भने पोस्टरमा रहेका छैनन्। सक्कीगोनी सिरियलमा कलाकार बबिन राईको पात्र गल्फने बाजेले बोल्ने थेगु बिजोक रमाइलोलाई शीर्षक बनाएर नयाँ सिरियल ल्याउन लागेको देखिन्छ। सिरियललाई हरिश निरौला कक्रोचले लेखन तथा निर्देशन गर्ने भएका छन्। हरिशले केही दिनमा सिरियलबारे विस्तृत जानकारी दिने बताएका छन्। उनले भने सक्कीगोनी रोकिएको 1 वर्षभन्दा बढी भइसक्यो। कलाकारहरू पनि होल्डमा रह्यौं, यसरी बस्नुभन्दा मिलेर केही गरौं भन्ने सल्लाह भएपछि तयारी थालेका हौं। कमेडी जनरामा बन्ने सिरियलमा समसामयिक सामाजिक कथावस्तु समेटिनेछ। हरिश निरौला, सागर लम्साल बले, कमलमणि नेपाल, दीपक आचार्य, बबिन राई, सुबोध गौतम, गोविन्द कैरला, सुरक्षा इटानी, भावना आचार्य, सुस्मिता कुँवर, पुरुषोत्तम आचार्य, अशोक धिताल, गजित विष्ट, राम भजन कामत लगायतले सिरियलमा अभिनय गर्नेछन्। सार्वजनिक पोस्टरले कलाकारहरू सक्कीगोनीमा निर्वाह गरेको पात्रमै देखिने संकेत गर्छ, तर यसबारे आधिकारिक पुष्टि भने भएको छैन। सिरियलको प्रसारण मिति केही दिनमै तय हुने निर्देशक हरिशले बताएका छन्।